मेरो आजको मिनी भ्लगमा तपाईहरुलाई स्वागत छ। म चाहिँ यतिखेर सब्जी मन्डी गइरहेको छु। देख्न सक्नुहुन्छ लेटेस्ट अपडेटहरु सब्जी मन्डीको। म तपाईहरुलाई हाम्रा सब्जीहरु पनि देखाउने छु हैन। टक्क बढेर आउनु होला, शेयर गर्ने मौका दिनु होला। हाम्रो साथमा हुनुहुन्छ अशोक जोशीजी, उहाँ पनि युट्युबर नै हुनुहुन्छ। स्वागत छ। हाम्रो यता दाजु चाहिँ बिजी हुनुहुन्छ, उहाँलाई हामी पछि भिडियोमा जोड्ने नै छौं। यता विभिन्न पेन्सिका लगायत सम्पूर्ण सामानहरु मिल्छन्। हाम्रो अर्को दाइ छन्, उहाँसँग हामी कुरा गर्छौं। दाजु के छ, सन्चै हुनुहुन्छ? कस्तो लागिरहेछ तपाईलाई अनुभव पनि? भ्लगमा स्वागत छ। धन्यवाद बाबु। हामी चाहिँ यतिखेर अब घुम्दै घुम्दै फलफुल भएका स्टलहरुतिर पुगिसकेका छौं। देख्न सक्नुहुन्छ यस्तो गर्मीमा पनि लिचीको सिजन भएकाले लिचीहरु छ। आइसक्रिमहरु खाइराख्नु बहिनीहरु देख्न सक्नुहुन्छ गाइस। हैन लड्का समझ गया। देख्न सक्नुहुन्छ केराको भाव आकाशीय पनि निकै मिलिरहेछ। अंकलको केराहरु भाइरल छन्। यता चाहिँ पुरै मकै पनि छ, मक्का देख्न सक्नुहुन्छ। यहाँ आइसक्रिम, उता चाहिँ पुरै पानीको व्यवस्था छ। यो के को लागि हो त्यो थाहा भएन हैन। अलि यहाँ चाहिँ हेलो गाइज, अब चाहिँ म माठमा छिरिरहेको छु हैन। कस्तो लाग्छ? म चाहिँ भित्र छिरिसकेँ। देख्न सक्नुहुन्छ गाइज, केटाहरु चाहिँ पानी खान आयो चाहिँ। यो चाहिँ पानी खान नै हो खास गरी आउने। देख्न सक्नुहुन्छ विभिन्न किसिमका चटनीहरु देख्न सक्नुहुन्छ गाइज। अगाडिको सानो पार्ट चाहिँ हरेशजीले बनाउनु भएको छ भिडियो। यो चाहिँ छ्यास मेरो मौका पर्यो यो भिडियो बनाउने चाहिँ। उहाँ चाहिँ अब आज चाहिँ एकदम दाल किन्ने तयारीमा हुनुहुन्छ। हामी अब बिस्कुट पनि किन्न छौं। उहाँ चाहिँ अहिले एकछिनपछि 200 वाला बिस्कुट पनि उठाउनुहुन्छ। म पूर्ण विश्वास छु यो बिस्कुट चाहिँ उहाँको यस्तो 3-4 वटा लिने उहाँको प्लानिङ भइसकेको छ। साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ। आज चाहिँ हरेशजी यो वाला रे देखाइदिनुस्। ब्रान्डेड खाने छ। यो भन्दा जो अलग ट्राई गर्ने सोच छ हैन। अलग खान्छु भनिरहेको छन् आज हाम्रो हरेशजी। अब खै के गर्छन् हेरौँ पछिसम्म। कतिवटा बिस्कुट लैजान्छन्, हामी त्यो अन्तिमसम्म तपाईहरुलाई देखाउनेछौँ पुग्नुमा। उहाँले चाहिँ 1 केजी दाल चाहिँ जोगिसक्नुभयो। उहाँ चाहिँ टक्क घुमेर जाँदै हुनुहुन्छ। एउटा तेल पनि उहाँले समातिसक्नुभयो। उहाँ चाहिँ टक्क मुस्कुराएर उता चाहिँ अगाडि बहिनी हुनुहुन्छ। हामी चाहिँ अहिले बाहिर निस्किरहेका यहाँ पानीपुरीका स्टलहरु देख्न सक्नुहुन्छ। हामी चाहिँ अब तरकारी किन्ने भनेर प्लानिङमा छौं। देख्न सक्नुहुन्छ गाइस पुरै हामी चाहिँ तरकारी किन्छौं। हे किन यतिखेर सब्जी मन्डीबाट निस्किसकेका छौं। हामी चाहिँ अब रुम जाँदै छौं हैन। पछाडी पुरै यता किनेर पनि आइसक्यो हैन। यो पुग्छ मलाई 2-3 दिनको लागि। अलि धेरै नै खान्छु भन्दा नि अब यस्तो गर्मी छ अलि सडिहाल्छ भन्नुभएको छ गाइज। केही छैन। हामी चाहिँ अब चाहिँ भ्लग इन्डे गर्नेवाला छौँ। यतिखेरसम्म मेरो भिडियोलाई हेर्नुभएकोमा तपाईहरु सम्पूर्णमा धन्यवाद, कृतज्ञता व्यक्त गर्दछु। यस्तै रमाइला भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। धन्यवाद।